एसई दिइसकेपछि खाली नबसौँ। आफ्ना बुबा आमालाई भन्नुहोस्, सानो लगानीले ठुलो भविष्य बनाउँछ। आजदेखि नयाँ आइपिओ खुलेको छ, छुटाउनु भयो भने पछि पछुताउनु पर्न सक्छ। एम्बालिङ हाइड्रो पावरले आजदेखि सर्वसाधारणका लागि आइपिओ खुलाएको छ। यो आइपिओ वैशाख 16 देखि वैशाख 22 सम्म खुला रहनेछ। कुल सेयर 17,43,000 किता, प्रति किता मूल्य रु 100। सेक्टर हाइड्रो पावर, इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटल। यो आइपिओमा सबै साधारण लगानीकर्ताले आवेदन दिन सक्नुहुन्छ। तपाईले मेरो सेयर मार्फत सजिलै एप्लाई गर्न सक्नुहुन्छ र मिनिमम 10 किता एप्लाई गर्न सकिन्छ। आफैले मात्र होइन, भाइ बहिनी वा घरका सदस्यहरूका लागि अहिलेसम्म आइपिओ नखोलेका छन् भने उनीहरूको लागि पनि अकाउन्ट खोलेर एप्लाई गर्न सक्नुहुन्छ। यस्तो आइपिओ अपडेट चाहिन्छ भने फलो गर्न नबिर्सिनुहोस् र एप्लाई गर्नुभयो कि भएन कमेन्टमा भन्नुहोस्। धन्यवाद।